ल दर्शक बिनहरू बुवाको घर आएको यहाँ हामी चाहिँ यहाँ मेरो सानो साथी मेरो सानोदेखिको मित्र भाइ चाहिँ यहाँ भेला भयो आज हामी दुईजना चाहिँ के छ हेलो भनिदेऊ न हेलो हेलो भनिदेऊ हेलो मेरो बहिनी खोइ त भुन्टे छिटो आज फिक्कल बरबटेमा भएको सबैलाई देखिराख्नु होला फिक्कल आउनु भयो भने यता चाहिँ हाम्रो आदरणीय बुवा कुसुम काईको बुवा उज्जवल दाईको आकाश सोल्टीको बुवा यता चाहिँ ल हामी आएको छौँ अब माथि जाने घरमा आमाहरूको नि भिडियो बनाउने टकटुक हामी इलाम हिँडेको अब इलाम गइ पनि हाल्दै हामी यहाँ भेटघाट गर्न मात्रै आएको दर्शक बिनहरू हाम्रो आमा चाहिँ यता हुनुहुन्छ यहाँले टक्क हेर्नु न तपाईँ जस्तो हुनुहुन्छ देख्नु हजुर म आइहालेको त ल यस्तो हाम्रो यहाँ फिकल बरबटेमा छौँ आमा घर आएको छौँ पुरा चिया खाँदै गफ हान्दै हिँड्दैछौँ क्या हामी चाहिँ किन क्यामेरा ए ट्याक्क मिठो मिठो खानेकुरा पकाउने माइज हाम्रो हजुर के पकाउने मासु नै मासु जस्तो सेन्ट आइरहेको छ यहाँ त आलुको पनि ल आलुको फ्राई रहेछ है यो चाहिँ दामी आलुको रस हो यहाँ न्युटला पनि हाल्नुपर्छ त्यसमा लोकल टमाटर टक्क यता भजन सुन्दै सुन्दै खाना पकाउँदै सिलौटो यहाँ छ यस खाना पकाउँदै भन्ने हुन्छ आफै ल यस्तै छ हाम्रो चाहिँ अब फिक्कलतिर चाहिँ रमाइलो छ मलाई चाहिँ रमाइलो लाग्छ यो घर आउँदा चाहिँ मेरो अर्कै हाँसो खुसी नै अर्कै भइहाल्छ झन् माइजीलाई देखेँ भन्दा म त त्यत्तिकै खुसी खुसी यहाँ चाहिँ हामी बसेर खाना खाने ठाउँ धेरैचोटि यहाँ हामीले लगभग धेरै खाएको छु माइजूको खाना चाहिँ मैले कहिले तिर्नु हो मैले तिर्न चाहिँ अब एक दिन कमाउँछु नि माइजू म पनि भन्नु हिँड्नु कहिले कमाउँदिनँ कमाउन चाहिँ पासपोर्ट बनाउन आएको म विदेश जाने पक्का हो ल अब काका घर जाँदैछ लु बाई गरिदिउँ हुन्छ एकचोटि बाई भन खोइ त बोल्दैनस् त नि बाई गएको ल ल लाग्यौँ पनि बुवा ल दर्शकहरू एकछिन बरबटेमा बुवाहरूकोमा बसेर चाहिँ हामी लाग्यौँ